अन्त हँसीले टक्क ठुङ्दाखेरि ढुङ्गा हुन्छ त्यो डरले ढुङ्गालाई नि मान्छे जस्तो देख्ने कि होला है त्यसो गरी बसिरहेको छ अन्त त्यसरी गएर आज गाग्रो पल परिहाल्यो उता माटो बोर पनि हुँदैन उयो थिएन बाँसको बोर थियो त्यसको पात टिपेर पलभरे गाग्रोमा पातले टाल्दैन अहिले त्यही त टाल्दा टाल्दा कहिले पनि पर्दैन अब त्यो पानी त आउँदा आउँदै सिधै होला नि गाईमा रित्तै हुने होला गर्दा यो पात यसरी डोरो बनाउने त्यहाँ खाने भिजेको माटोको भाँडो झन् ठुलो भयो अनि ओडार्थ्यो अलिकति ए माटोको पो अझ माटोको न त माटोको गाग्रो हो नि म त सिल्भरको भन्ठाने होइन पो त्यस्तो भाँडै थिएन अनि भात चाहिँ केमा पकाउने त आमा माटोको कि भाँडामा त्यो आलिबेडी तेलमा हुन्छ आलिबेडी तेलमा के तेल हाल्नु हुन्छ हुन्छ है